साथीहरू नमस्कार। चुनावी माहौल बन्दै जाँदा रामलाई हराउनका लागि बिरजङ र बिरजङको छोरो विशालले राममाथि यति ठुलो षड्यन्त्र रचे कि जुन तपाईँ हामीले सोचेका समेत पनि थिएनौँ। हो साथीहरू, अघिल्लो एपिसोडमा म महिलाहरूका लागि लड्ने महिला कर्मी हुँ भनेर आएकी केटीले यति बेला रामले मेरो इज्जत लुटो भनेर रामलाई फसाउनका लागि काम गरिरहेकी छे। यो केटी त्यही बिरजङले खटाएकी केटी रहेछ, जसले यति बेला राम र रामका गाउँलेहरूलाई असफल बनाउनका लागि, चुनावमा फेल गराउनका लागि चाहिँ षड्यन्त्र रचेर काम गरिरहेका छन्। अघिल्लो एपिसोडसम्म आइपुग्दाखेरि सबै गाउँलेहरूले चाहिँ रमेशलाई साथ दिने भएका थिए। रमेशलाई नै चुनाव चिन्हमा भोट हालेर जिताउने भएका थिए भने अब आउने एपिसोडमा चाहिँ के हुनेछ त भन्ने विषयमा कुरा गर्नुपर्दा अब रामले जसरी भए पनि आफू निर्दोष भएको र आफूमाथि आरोप लगाएको त्यो सब खेल चाहिँ त्यो बिरजङले रामलाई हराउनका लागि त्यो सब गरेको हो भन्ने कुरा पुष्टि गर्नेछन् र पुष्टि गरेसँगै रामले फेरि पनि ती गाउँलेहरूलाई मिलाएर रमेशलाई चाहिँ जिताउनेछन् र रमेशलाई जिताएसँगै त्यो गाउँमा न्याय छाउनेछ र ती पापी बाउ छोरालाई चाहिँ रामले जेल हाल्नेछन् र जेल हालिसकेपछि त सबै कुरा मिलिहाल्छ होइन। हाम्रो कुरा चाहिँ के हो भने जसरी भए पनि राम चाहिँ फस्न हुँदैन होइन, किनकि रामले कहिले पनि त्यस्तो गलत काम गर्ने पनि छैनन् र त्यस्तो काम गरे भनेर सोच्नु भनेको चाहिँ हाम्रो भुल मात्र हुन्छ। त्यो भएको भएर सबै गाउँलेहरूलाई अब मिलाउने काम गर्नुपर्ने हुन्छ। अघिल्लो एपिसोडमा त केसम्म पनि भएको थियो भने ती बिरजङका 2-4 जना भरौटेहरू छन् होइन, तिनीहरू मिलेर गएर राम विरुद्ध नारा जुलुस लगाउँदै गर्दाखेरि रामको बुवालाई ढुङ्गाले हानेर समेत लडाइदिएका थिए। यतिसम्म अत्याचार गर्ने यिनीहरू कसैलाई पनि छोड्नु हुँदैन, एकलाई लगेर जेलमा कोच्नुपर्छ, हरेकलाई त्यो सबै कुराको हिसाब किताब चाहिँ गर्नुपर्ने हुन्छ भन्दै सबैले चाहिँ कारबाहीको दायरामा उभिनुपर्छ। रामले कसैलाई पनि छोड्न हुँदैन भन्ने जतिले चाहिँ कमेन्ट सेक्सनमा राम लेख्न भने पक्कै पनि नभुल्नु होला। साथै अब रमेशले त्यो चुनाव जितेसँगै रामले आफ्नो बहिनीको न्यायका लागि लड्नेछन् र अहिलेसम्म विशालले जे जति चेलीहरूको बलात्कार गरेर जे जति पाप गरेको थियो ती सबैलाई चाहिँ न्याय दिनेछन् र ती पापी बाउ छोरालाई चाहिँ जेल हाल्नेछन् भन्दै, यदि तपाईँहरू पनि त्यस्तै भएको हेर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो च्यानललाई पनि सब्सक्राइब गर्न सक्नुहुनेछ। आजको भिडियोबाट चाहिँ बिदा हुन्छु। हवस्, नमस्कार।